सो हेलो गाइज, हेलो ब्याक टु इन द भिडियो है। फेरि यो चाहिँ अर्को चाहिँ लङ ब्लग रहेको छ, मोटो ब्लगको होइन। एन्ड अहिले चाहिँ म कता छु भन्दा अहिले गाउँबाट चाहिँ म कलैया के होइन, हाम्रो जुन चाहिँ महानगरपालिका कलैया महानगरपालिका छ होइन, सिडी अफिस होइन, त्यहाँ त्यसको लागि म अहिले जाँदैछु होइन। एन्ड अहिले चाहिँ के को लागि बेसिकली भन्दा मेरो परिचय पत्र के होइन, तपाईँलाई थाहा छ परिचय पत्र भन्ने के हो होइन। त्यही परिचय पत्र बनाउनको लागि चाहिँ म हिँड्दैछु, ठिक छ। अनि स्पिड तपाईँले हेर्न सक्नुहुन्छ कति छ अहिले भन्दा। एक सेकेन्ड, अहिले यहाँ लास्टै खाल्डो रहेछ क्या, साइड लगाइदिउँ अनि अरूको गएर ल, ठिक छ। एन्ड यतिको अलिकति यसको क्यामेराको चाहिँ होइन मैले सेटिङ्सहरू राम्रो गर्न खोजिरहेको छु होइन। बट कस्तो चाहिँ छ भन्दा होइन, यसको चाहिँ अलिकति सुपर वाइड रेन्ज छैन क्या होइन। त्यसले गर्दा कस्तो हुन्छ भन्दा अलिअलि क्लिप्सहरू अलिअलि होइन त्यो फ्रेम्सहरू अलिक काटिने हुँदो रहेछन् क्या होइन। त्यो समस्या छ एक्ज्याक्टली भन्यो भने त्यस्तो छ होइन कुरो। एन्ड अहिले चाहिँ म जस्ट हाइवेमा निस्किन्छ हाम्रो गाडी होइन। एन्ड त्यो पछि हाइवेमा निस्किसकेपछि सिधा म तपाईँले कहाँ देखाउँछु भन्दा सिडी अफिस के होइन, यहाँको सिडी अफिस कस्तो हुन्छ होइन त्यो देखाउँछु र त्यो छ। एन्ड अहिले यो हो कि ल, यो छ हाम्रो हाइवे होइन। मैले अघिल्लो अर्को ब्लगमा देखाएको छु कि चाहिँ थाहा होइन, बट यो चाहिँ हो कि हाम्रो हाइवे होइन, ठिक छ। ल अब यो पछि मैले 5 गियर हालेको छु है, यो हाम्रो 5 गियर छ। अनि अहिले चाहिँ हामी यहाँ छौँ, हाइवेमा छौँ। 5 होइन 4 देख्छ यहाँ, मैले 5 हालेको छु भनेको त्यहाँ 4 रहेछ कि होइन, ठिक छ। एन्ड ठिकै छ होला, लुक्सहरू के अरे होइन, भ्यूहरू फ्रेमहरू राम्रै आइरहेको होला भन्ने होप छ होइन। अगाडिबाट काँडा रहेछ ल। एन्ड तेल हाल्ने भनिरहेछ क्या गाडीहरू त। एन्ड यो छ कुरो। अब हेर म कलैया कति मिनटमा पुग्छु भन्ने हो होइन। अब एउटा कुरा चाहिँ मैले के फिल गर्छु गाइज होइन, मेरो माइक यहाँ छैन यो गाडीमा के मैले होइन अलिकति स्पिड कुदायो भने के हुन्छ भन्दा अलि आवाज फाटिने हुने रहेछ कि होइन। किनकि मेरो फोनको अलिक वेट धेरै छ नि त, त्यसले गर्दा चाहिँ कस्तो छ त झुक्किएर के। ए सरी यार, कसको दिएको त्यस्तै यो गाइज होइन। लाइफ एन्ड डेथ इज नथिङ बी प्रिडिक्टेड के, नथिङ बी प्रिडिक्टेड के उयो हुन्छ होइन, कसैलाई के थाहा हुन्न कि होइन। सो आफ्नो जीवन मस्त तरिकाले बितापट्टि अगाडि बढ्ने गाइज। अनि बस बेसिकली चाहिँ कस्तो छ भने केयरलेस चाहिँ गर्नु भएन कि होइन। हामी सबैलाई थाहा छ लाइफ डेथ भनेको चाहिँ होइन अनप्रेडिक्टेड छ होइन। बट स्टिल चाहिँ हामीले चाहिँ अब जानी के गर्दै चाहिँ गर्नु भएन नि त होइन र। आफूले जो थाहा छ कुनै गल्तीबाट आफ्नो ज्यान जानु सक्ने छ भने त्यसले धेरै चाहिँ होइन डेन्जरस एक्टहरू गर्नु भएन होइन र। त्यस्तो छ कुरो। बाँकी नेचुरल डेथ हो भने त के हुन्छ कि त्यो बाबा भएर चाहिँ के हेलमेटै नलागिरहेछ के अवस्था त हुन्छ नि बाबा। लाइक किन बाबा भएको रहेछ आई थिङ्क त्यो अघि जो मैले तपाईँलाई भ्यू देखाएको थिएँ नि होइन, मेबी त्यसको त्यो बडी यसमा आएको रहेछ कि क्या है त्यस्तो लाग्यो थिएँ। मैले आई होप मैले इयरफोन लगाइसकेको छु, इयरफोन होइन फेरि माइकको तार छ यो ओके ल, ठिक छ। सो यस्तो छ कुरो होइन। एन्ड यो चाहिँ हाम्रो कलैयाको मेन हाइवे चाहिँ हामी बाटोमा छौँ, इन द वे गाइज। मेला घरमा मन्दिर कस्तो भन्नु भिलेज सरी भगवान्। सो ल हाम्रो कहाँ लिन्छ भन्दा अब सिधा सल्लक्क अगाडि जाऊँ है। 5 गियरमै छ गाडी होइन, 5 गियरमै छ। अनि अलिकति मैले एउटा माइकको अझै राम्रो सेटअप मैले गर्न खोजिरहेको छु होइन। त्यसले गर्दा झन् क्लियरिटी आवाज आउँछ होइन। यो भ्लग गर्नुभन्दा पहिला तपाईँले पक्कै पनि एउटा लङ भ्लग मोटोको भ्लग तपाईँले हेरिसक्नु भएको छ होला है। किनभने मैले आज त्यो भिडियोमा यस्तो सेभ गरिसकेको छु होइन। आज बेलुका चाहिँ जस्तो त्यो मैले अपलोड गरिदियो होइन। त्यो भिडियो अपलोड गरेपछि तपाईँले त्यसको अलिअलि सेटअप हेर्नुहुन्छ होइन। त्यसमा पुरा होइन लाइक ड्युरिङ रेकर्डिङ गर्दाखेरि अलिअलि साउन्ड चाहिँ आएको थियो होइन। बट एडिटिङ गरिसकेपछि होइन, एडिटिङ गर्दाखेरि चाहिँ के हुन्छ भन्दा त्यो होइन साउन्डले मैले चाहिँ होइन एडिट गरेर फाटिदिएको थिएँ कि एक्स्ट्रा नोइजहरू हुन्छ नि त त्यो गाडी चल्दाखेरिको होइन। अनि विन्डको साउन्ड हुन्छ हो, त्यो चाहिँ मैले के गरिदिइसकेको थिएँ भन्दा एडिट गरेर फालिदिइसकेको थिएँ क्या, ठिक छ। सो त्यो कम्पेरिटिभबाट के अरे त्यो बाइकसँग कम्पेयर गर्ने होइन कि हो, यो बाइकको चाहिँ हेर्ने हो भने के छ भन्दा त्यहाँदा धेरै हावा चाहिँ यसको धेरै छ क्या होइन। हावा चाहिँ किनभने त्यो गाडी जम्मा धेरै हिँड्यो त 30-35को होइन स्पिडमा हिँड्छु क्या। यो गाडीमा त लाइकिन कुनै बेला त 100 पनि हिँड्छ क्या म त गाडी होइन। सो त्यस्तो छ कुरो। एन्ड त्यही भएको हुनाले चाहिँ यो गाडीमा अलिकति धेरै के हुन्छ भन्दा एयरको धेरै उसाउँछ क्या, हावाको अलिक धेरै विन्डको नोइज के हल्ला चाहिँ धेरै आउँछ। त्यसले गर्दा कस्तो सुन्नाले मजा आउँछ कि मैले फिल गर्न सक्छु तपाईँहरूको कुरा होइन। बट
यस्तो छ क्या केयरलेस बच्चाहरूले यस्तो केयरलेस छोडिदिने के यस्तो मेन हाइवे छ गाइज होइन त्यही भएर चाहिँ केयरफुल हुनुपर्छ गाडीहरूमा होइन यो मेन हाइवे हो कि गाइज होइन यस्तो हाइवेमा छोड्ने हो बच्चाहरूलाई भने के हुन्छ के हुन्छ यस्तो त्यही भएर चाहिँ गाइज यो सबैलाई सचेतनाको कुरा हो होइन हुन त सहरतिर त्यस्तो खासै केही हुन्न होइन तर यो अलिकति कस्तो छ भन्दा यो हाइवे भए पनि अलिक गाउँ जस्तो छ कि गाइज होइन एन्ड 7 मिनट जति भइसकेको छ म रेकर्डिङ सुरु गरिसकेको पछि होइन एन्ड हामी चाहिँ अलमोस्ट कलेजाको मेन सिटीभित्र छिरिसकेको छौँ म तपाईँलाई टावर पनि देखाइदिउँला होइन टावर पनि देखाइदिउँला कि यहाँको जुन क्लक टावर छ नि होइन क्लक टावर भनेको घन्टाको घर के होइन क्लक टावर फेरि फ्री फायर खेल्ने प्लेयर्सहरूको लागि क्लक टावर भनेपछि अर्कै दिमागमा इमेज आउला फेरि होइन त्यो क्लक टावर होइन कि लाइक कलैयामा त छ कि क्लक टावर भन्ने छ घन्टा घर भन्ने के होइन कलैया पनि छ वीरगन्जमा पनि छ होइन त्यो पनि वीरगन्जको पनि म भ्लग हाल्छु कि अब त म यहाँ दिवाली छ होइन लाइक तिहार छ तिहारपछि हाम्रो छठ छ होइन यस्तो बबालको लङ भ्लगहरू आउने छ गाइज होइन लङ भ्लग्स इन्क्लुडिङ सर्ट्स भ्लगहरू होइन सो बबाल आउने छ कि होइन जे होस् दसैँ तिहारसम्म छठसम्म चाहिँ तपाईँ दसैँ त गइसक्यो तिहार र छठसम्म तपाईँलाई धेरै रमाइलो गर्नुहुनेछ कि भन्ने मेरो उस के भन्छ अरे मेरो प्लान हो टार्गेट छु तर यो वर्षसम्म लास्ट अल्छी गरेको थिएँ आजबाट त फेरि के भन्ने यस्तो कुरा त मेरो अडियन्सलाई थाहा छ होइन भन्छु कुनै कुराहरू कुनै कारण बस्दै होइन त्यसलाई पुरै हुन सक्दैन कि त्यही भएर चाहिँ नभनिकन सुरु कम्प्लिट गर्ने होइन अडियन्सलाई राम्रो इन्टरटेनमेन्ट गर्ने भन्ने तरिकाले बस्दैछु अहिले म अहिले चाहिँ यहाँबाट यो मेन रोड हो कि कलैयाको नि मेन रोडको यस्तो हालत छ कि हाइवे भन्छ कि गाइजलाई के भन्छ हाइवे छ हाइवेको हालत यस्तो छ क्या बुझ्नुभयो के भन हाइवे भए पनि होइन आफू त केही दिनको लागि आइएछ आज हुन्छ नि गेस्ट पाहुनाको रूपमा आइएछ आइन्छ गइन्छ भन्ने कुरा यस्तै छ बट स्पेसली यहाँको सरकारले बुझ्नुपर्छ कि यस्तो कुराहरू होइन हुन त यो लोकल एरिया हो के अरे अलि सरकार त्यस्तै हो सरकारसँग धेरै एक्सपेक्टेसन राख्नुहुन्न उतै मामा निष्ठुर मामा के नट मेरो मामा पुलिस मामा के भनेको ठिक छ एन्ड यस्तो छ माथि गएर मलाई आई होप हाम्रो कन्सोल देखियो होला गाडीको होइन एन्ड ल अब देखाउँछु तपाईँहरूको रियाक्सन के मान्छेहरूले यो के गरेको होला भने जस्तो गर्ला नि होइन बट आई डोन्ट केयर म सिधा कहाँ जान्छु भने अदालत रोड जान्छु कि यहाँको अदालत रोड अरे यार किन यति भिड गरेको भनेको चाहिँ यहाँबाट जाने त लास्टै क्राउडी एरिया हो होइन सिधा यहीँबाट जाने क्या होइन यहाँबाट चाहिँ अदालत रोड इजी निक्लिन्छ क्या होइन मेरो भाइ छ कि बेसिकली भाइले भेट्न जानु लाग्यो भाइलाई भेटिसकेपछि उसले एउटा फर्म दिन्छ अनि त्यो फर्मबाट चाहिँ बल्ल हामीले उस गर्ने हो क्या के भन्छ अरे सिडी अफिस जिल्ला प्रशासन कार्यालय होइन त्यहाँ चाहिँ जाने हो साइड लाइट दिएँ मैले साइड लाइट अब यहाँ आइसक्यो फेरि यो बसेर टर्न दिनुपर्छ क्या पानी फेरि यस्तै हो क्या झ्याउलाउने फेरि पछि यहाँ अर्को टर्न टर्निङमा त कसले कस्तो भुइस ओभर गर्ने अलिकति उस हुन्छ किनभने ध्यान त राख्नु पऱ्यो नि त टर्निङतिर भुइस ओभर गर्न चाहिँ अलिकति उस हुन्छ क्या त्यो बेला चाहिँ टाइमिङ अलिकति होइन भुलिन्छ क्या भुइस ओभर गर्ने भन्दा नि ध्यान त राख्नु पऱ्यो नि त अगाडितिर गाडीतिर होइन त्यसो छ यो करेन्टली कलेजा सिटीको चाहिँ अपडेट होइन कलेजा सिटी भनेको चाहिँ बारा जिल्लाको सानो एउटा उसको क्या सिटी हो धेरै सानो सिटी हो गाइज ल यस्तो छ यस्तो क्राउडेड के ट्राफिकमा फसेर झ्याउ हुन्छ क्या मलाई त गाइज कति मिनट भयो 10 मिनट भइसक्यो रेकर्डिङ गरेको गाइज यार अब सिधा पहिला भाइलाई गएर भेटौँ भाइ सके चाहिँ त्यहाँ ल फार्ममा भयो मेरो भाइ काम गर्छ क्या आफ्नो भाइ होइन फुफू छोरा हो ठिक छ त्यहाँ जाम न हो जाम अब यार हटवे यस्तो बकवास गर्दा रहेछ यार यस्तो भुल्ली के अगाडि बख्राको बच्चो पाठा कि पाठी के हो त्यस्तो लाइक यो अहिलेको चाहिँ कस्तो 3 आई थिङ्क 3 त भइसक्यो होला होइन भइ लाइक बुल भन्छ के भन्छ यो हटवे ड्राइभर होइन के भन्छ राइडर अन द पिक राइडर अन द टप गाइज यस्तो छ कति भयो 4 गियर छ होइन 5 गियर छोपिदिउँ कि है छोपिदिउँ
यो पछि यहाँ पुग्यौँ। यहाँ पुगेपछि अलिकति यहाँ पार्किङ गर्नुपर्छ है। यो चाहिँ यसो अगाडि चाहिँ हाम्रो के छ, अदालत छ। अदालत हामी जाने होइन, अहिले हाम्रो काम यहीँ छ। यहीँ भएको हुनाले यसले साइडमा कता लगाऊँ, त्यहाँभित्र हो के अरे कहाँ साइड लगाऊँ भन्ने भएको। यसलाई यहाँ कता साइड लगाइदिउँ, मेरो भाइ छ कि छैन। यो हो क्या अदालत गाइज होइन, भूमि सुधार अनि अगाडि अदालत छ क्या। अहिलेको लागि बन्द गरिदिउँ है गाइज। सो गाइज अब यस्तो छ क्या, भर्खर यहाँबाट चाहिँ हामीले अलिकति काम सक्यौँ होइन, फर्म लिएको छौँ होइन, त्यहाँभित्र बुझभित्रमा। अब हामी जानु पऱ्यो सिडी अफिस, जिल्ला प्रशासन कार्यालय। यस्तो छ क्या, ठाउँमै छैन कि, प्याक रहेछ कि। यहाँको जेल पनि नजिकै आयो होइन, ट्राफिक प्रहरी यहाँ छ। अनि मैले गाडी यहीँ लगाइदिउँ, गाडी यहाँ लगाइदिउँ, पार्किङ गरिदिउँ। ठिक छ, पार्किङ गरिसकेपछि मैले यहाँ अफ गरिदिउँ। यो पखालौँ खोलौँ। अन्त कस्तो छ भन्दा म त हिँड्दाखेरि उसरी गर्छु कि खोइ टोकन लिन मिल्छ कि मिल्दैन। यसलाई पहिले यहाँ राखौँ, यहाँभित्र गोजीमा राख्नु कि उस। अनि त्यसपछि चाहिँ यो चाहिँ हाम्रो जिल्ला प्रशासन कार्यालय, यो चाहिँ जिल्ला प्रहरी कार्यालय। मैले कहाँ उस राखेको थिएँ यार, यहाँ डकुमेन्टहरू सिधा जाने। यो चाहिँ बुझाउनु पऱ्यो क्या, मैले गाडी छैन। के को लागि हो भन्दा यो प्रमाणपत्र के होइन, मैले प्रमाणपत्र बनाएको थिएन। यो चाहिँ हाम्रो यहाँको उसको के भन्छ अरे बारा जिल्लाको जिल्ला प्रशासन कार्यालय। सर सुन्नु न, हेलो हेलो सर, हेलो हेलो, यो कहाँदेखि हेऱ्यो? 107 भने कहाँ 106 यो भयो। अगाडिबाट दिनु होला नि, कहाँ पछाडि गयो सुल्टेर। अब एउटा काम मैले खोलिदिउँ खिचिन्, धेरै मान्छे आएको छ नि यार। 107 यही होइन र 107। सर यो कहाँदेखि हेर, यहीँ होइन? दिउँ टोकन हजुर। आज नबनाऊँ कि, आज पोसिबल छ, बन्छ सर? बन्यो बनाऊँ, आजै बनाऊँ। त्यसो भए बन्छ भने बनाऊँ, नत्र पनि भोलिको टोकन दिए नि हुन्छ। तपाईँलाई कस्तो ठिक लाग्छ? अब टोकन नम्बर यही छ यो, 111 हो सर। ए मान्छे पर्सि कहाँ आएर भेट्ने? तपाईँले भेट्ने हो? हस् हस् ल। सो गाइज हामीले चाहिँ यहाँ टोकन नम्बर लिइसकेको छौँ होइन। एन्ड अब यहाँबाट सिधा कहाँ जान्छौँ नि गर्दा नि, ठिक छ। यस्तो छ कुरो, बिजो घरि बिजो आज होइन पर्सिको रहेछ क्या टोकन। 111 नम्बर रहेछ। अनि यो चाहिँ हाम्रो जिल्ला प्रशासन कार्यालय, ठिक छ, राम्रो छ। अब यहाँबाट सिधा कहाँ जाने? हामी घर जाने, घर सिधा युज गर्नुपर्छ क्या। के गर्ने भन्दा अब घर गएर चाहिँ घरतिरको भ्लग बनाउनुको कि होइन, जहाँ प्रहरी कार्यालय हाम्रो ट्राफिकमा होइन, अहिले भित्र राखौँ। यस्तो छ अहिले त खासै केही भिड छैन होइन, तर कुनै कुनै बेला यस्तो धेरै डेन्जर भिड हुन्छ कि होइन। स्पेसली जुनमा नायर दाउन नआउने बेला गाइज होइन, यस्तो भिड थियो कि डेन्जी के होइन। यो चाहिँ करेन्ट सिचुएसन छ कि यहाँको। ल हाम्रो गाडी चाहिँ यहाँ पार्किङ छ होइन। अब यहाँबाट चाहिँ के गर्नु पऱ्यो भन्दा चाबी निकाल्नु पऱ्यो र जानु पऱ्यो। यहाँबाट ठाउँ छ र यहाँ सर्लक यहाँबाट फर्काइदिउँला नि त, के हुन्न। जाम गाइज, पुलिस मामा अगाडि, पुलिस मामा यस्तो रोक्नु पाइन्छ गाइज? मामा यस्तो रोक्नु पाइन्न हो। ल म तपाईँलाई अघि पनि भन्दै थिएँ होइन, घन्टाघर देखाउँछु भनेको होइन। अब यस्तो के घन्टाघरको त्यो भित्रको त्यो बाटो चाहिँ यति धेरै क्राउडेड छ होइन। त्यहाँभित्र गयो भने मेरो गाडी अभियसली अड्किन्छ होइन। बेसिकली यो घन्टाघर है गाइज, यु क्यान सी होइन। अब हाटवे
यही हो कि चाहिँ हाम्रो घन्टाघर भन्ने होइन ठिक छ। सो यो चाहिँ हाम्रो कलैयाको घन्टाघर हो है गाइज, यु क्यान सी होइन, यो चाहिँ कलैया घन्टाघर हो। एन्ड यो चाहिँ म अघि आएको मेन हाइवे जुन थियो नि होइन, त्यो पिच भएको हो त्यो चाहिँ यो बाटो हो कि होइन, त्यहाँसम्म ठिकै थियो, त्यो पछि निस्केपछि यहाँको कच्ची बाटो भइसक्यो।